झापा चारालीबाट करिब 1 देखि 1.5 घण्टामा पुगिने यस प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको ठाउँमा पुग्नुभयो त? र पुग्नु भएको छैन भने यस भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। र हामी पुग्यौँ चाराली बुधबारे बर्ने हुँदै हाम्रो मनमुटुमा रहेको कन्यामसम्म। र कन्याम पुगे साथै त्यहाँ भइरहेको कार्यक्रम र कन्यामको चिसो हावा खाएर हामी लाग्यौँ फिक्कलतिर। र फिक्कल बजार पुगेपछि हामी लाग्यौँ दाहिने तर्फबाट पशुपतिनगर। र आधी घण्टाको यात्रापछि हामी पुग्नेछौँ हाम्रो गन्तव्यमा। र हाम्रो गन्तव्य रहेको छ इलाम जिल्लाको सूर्योदय नगरपालिका वार्ड नम्बर 3 स्थित बुद्ध पार्क। र यो ठाउँ एकदमै सुन्दर र शान्त हुनुको साथै भिडभाडबाट पनि निकै नै टाढा छ। शान्तिको प्रतीक भगवान गौतम बुद्धको विशाल शालिग पनि रहेको छ। यति सुन्दर ठाउँ छ कि एकचोटि चाहिँ घुम्न जाने होइन त?